हेलो साथीहरू सबैजना सन्चै हुनुहुन्छ होला। वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी यस्तो घाममा कहाँ गइरहेको छु भनेपछि हजुरहरूले यो भिडियो हेरेर थाहा पाउनुहुनेछ। ठ्याक्कै बाटोमा एउटा रुख थियो अनि हामी सबैजना के त्यो रुखमा पालो झुन्डिन लागेको थिएँ। हो के गर्नु साथीहरू, बच्चा बन्न मन लागिहाल्छ। अनि पछि हामीले सबैले एकछिन त्यहाँ रमाइसकेपछि फेरि लाग्यौँ हामी आफ्नो गन्तव्यतिर। हामीहरू चाहिँ फेरि आफ्नो गन्तव्यतिर लाग्यौँ। हाम्रो गन्तव्य चाहिँ पुगिसकेको थियो भने पनि भयो। हामी चाहिँ आफ्नो गन्तव्यमा पुग्यौँ। अब हामी त्यहाँ प्रवेश गरिसक्यौँ अनि पछि हामी त्यहाँ गयो। त्यहाँ चाहिँ एउटा आम थियो तर मैले खाइनँ किनकि टिप्नु हुँदैन कोपिला, पाप लाग्छ। अनि त्यहाँ यस्तो पानी प्यास लागेको थियो, पानी खोज्दै गएँ, धारामा पानी नै थिएन। अनि ठ्याक्कै मेरो साथी पनि आएन। मेरो साथी आइसकेपछि चाहिँ साथीले चाहिँ हामीलाई धारातिर लग्यो। पानी प्यास यस्तो लागेको थियो नि साथीहरू। अनि पछि हामीले पानी सानी पिएँ अनि पछि हामी फेरि आएँ त्यही पार्कमा। अनि हामीहरू सबैजना हेर न रुखमा बाँदर जस्तो को होला गेस गर्नुहोस्। अनि पछि हामी एकछिन बस्यौँ, रमाएँ, त्यहाँ एकछिन रमाइलो गऱ्यौँ। त्यसपछि चाहिँ हामी गयौँ आफ्नो आफ्नो घरतिर। साथी चाहिँ आफ्नो घर, हामी चाहिँ आफ्नो घरतिर।